पहिलो शमूएलको पुस्तक 10 अध्यायको 1 देखि 27 पद। त्यसपछि शमूएलले तेलको एउटा भुँडुलको लिए र तिनको शिरमाथि खन्याइदिए र तिनलाई चुम्बन गरेर भने, के उहाँको पैतृक सम्पत्तिमाथि शासक तुल्याउनका निम्ति परमप्रभुले तिमीलाई अभिषेक गर्नुभएको होइन र? जब तिमी आज मबाट बिदा लिएर जान्छौ, तब बिन्यामिनको सिमानामा जेलजहमा राहेलको चिहानतिर तिमीले 2जना मानिसलाई भेट्टाउनेछौ अनि तिनीहरूले तिमीलाई भन्नेछन्, जुन गधाहरू खोज्न तपाईँ जानुभएको थियो, ती गधाहरू फेला परेका छन्। अनि हेर्नुहोस्, तपाईँका बुबाले गधाको फिक्री गर्न छोडेर मेरा छोराका निम्ति म के गरौँ भन्दै तपाईँहरूको विषयमा सुर्ता गर्नुहुन्छ। त्यसपछि तिमी त्यहाँबाट अघि बढेर ताबोरको फलाँटको रुखमा पुग्नेछौ र त्यहाँ तिमीले 3जना मानिसलाई, एकजनाले बाख्राका 3वटा पाठा बोकेर, अर्कोले 3वटा रोटी बोकेर र अर्कोले 1 मशक दाखमध्य बोकेर माथि बेतयलमा परमेश्वर कहाँ जाँदै गरेका भेट्टाउनेछौ। अनि तिनीहरूले तिमीलाई अभिवादन गर्नेछन् र तिमीलाई 2वटा रोटी दिनेछन्, जुन रोटीहरू तिमीले तिनीहरूको हातबाट लिनेछौ। त्यसपछि तिमी परमेश्वरको डाँडामा आइपुग्नेछौ, जहाँ फलिस्तीहरूको सैनिक पहरे चौकी छ। अनि यस्तो हुनेछ, तिमी त्यहाँ त्यस शहर पुगेपछि तिमीले भविष्यवक्ताहरूको एक दललाई आफ्नो अघिल्तिर सितार, खैँजडी, बाँसुरी र वीणा लिएर उच्च स्थानबाट तल आइरहेको भेट्टाउनेछौ अनि तिनीहरूले भविष्यवाणी गर्नेछन्। अनि परमप्रभुको आत्मा सामर्थ्यसित तिमीमाथि आउनुहुनेछ र तिमी तिनीहरूसित भविष्यवाणी गर्नेछौ र तिमी बदली भएर अर्कै मानिस हुनेछौ। अनि यस्तो होस्, जब यी चिन्हहरू तिमीमा पुरा हुन्छन्, तब जस्तो परिस्थिति परिआउँछ त्यस्तै काम गर, किनभने परमेश्वर तिम्रो साथमा हुनुहुन्छ। अनि तिमी मभन्दा अघि तल गिलगाल जानु, अनि हेर, म तिमी कहाँ होम बलिहरू चढाउन र मेल बलिहरू चढाउन तल आउनेछु। तिमीले 7 दिनसम्म म तिमी कहाँ आएर तिमीले के गर्नुपर्ने हो सो नदेखाउन्जेल पर्ख। अनि यस्तो भयो, शमूएलबाट जानलाई जब तिनले आफ्नो पिठ्यौँ फर्काए, तब परमेश्वरले तिनलाई अर्कै हृदय दिनुभयो अनि त्यही दिन ती सबै चिन्हहरू पुरा भए। अनि जब तिनीहरू त्यहाँ त्यस डाँडामा पुगे, तब हेर, भविष्यवक्ताहरूको एक दलले तिनलाई भेटे अनि परमेश्वरको आत्मा सामर्थ्यसित तिनीमाथि आउनुभयो र तिनीहरूको बीचमा तिनले भविष्यवाणी गरे। अनि यस्तो भयो, जब पहिलेदेखि नै तिनलाई चिन्ने सबैले हेर, भविष्यवक्ताहरूको बीचमा तिनी भविष्यवाणी गरिरहेछन् भनी देखे, तब ती मानिसहरूले एक अर्कालाई भने, किसको छोरालाई भएको यो के हो? के शाऊल पनि भविष्यवक्ताहरूमध्येका हुन्? अनि एकजना त्यहाँकै मानिसहरूले जवाफ दिएर भन्यो, तर तिनीहरूका बुबा को हुन्? यसकारण के शाऊल पनि भविष्यवक्ताहरूमध्येका हुन् भन्ने लोकोक्ति चल्यो। अनि तिनले भविष्यवाणी गरी सिद्ध्याएपछि तिनी त्यस उच्च स्थानमा आए। अनि शाऊलका काकाले तिनलाई र तिनको नोकरलाई भने, तिमीहरू कहाँ गयो? अनि शाऊलले भने, गधाहरू खोज्न। अनि जब ती कहीँ पनि छैनन् भनी हामीले थाहा गर्यौं, तब हामी शमूएल कहाँ गयौं। अनि शाऊलका काकाले भने, म तिमीलाई बिन्ती गर्छु, शमूएलले तिमीहरूलाई के भने सो मलाई भन। अनि शाऊलले आफ्ना काकालाई भने, उहाँले हामीलाई ती गधाहरू फेला परेका छन् भनी सफासँग भन्नुभयो। तर राज्यको विषयमा शमूएलले जे बताएका थिए, त्यो तिनले उनलाई भनेनन्। तब शमूएलले मानिसहरूलाई मिस्पामा परमप्रभु कहाँ भेला गरे अनि उनले इजरायलीहरूलाई भने, परमप्रभु इजरायलका परमेश्वर यसो भन्नुहुन्छ, मैले इजरायललाई मिस्रबाट निकाले र तिमीहरूलाई मिस्रीहरूको हातबाट र तिमीहरूलाई थिचोमिचो गर्ने सबै राज्यहरूको हातबाट छुटकारा दिएँ। तर तिमीहरूले आज आफ्ना परमेश्वरलाई रद्द गरेका छौ, जसले आफैले तिमीहरूलाई तिमीहरूका सबै दुर्दशाहरूबाट र तिमीहरूका विपत्तिहरूबाट बचाउनु भएको छ। अनि तिमीहरूले उहाँलाई, हामीमाथि एकजना राजा नै नियुक्त गरिदिनुहोस् भनेका छौ। यसकारण अब परमप्रभुको सामु तिमीहरूका कुल र तिमीहरूका हजार गरी आफूलाई हाजिर गराओ। अनि जब शमूएलले इजरायलका सबै कुलहरूलाई नजिक आउन लगाए, तब बिन्यामिन कुल पक्राउ पर्यो। जब उनले बिन्यामिन कुललाई आआफ्ना घराना अनुसार नजिक ल्याए, तब मत्रीको घराना पक्रा पर्यो अनि किसको छोरा शाऊल पक्रा परे। अनि जब तिनीहरूले तिनलाई खोजे,
तब तिनी भेट्टाउन सकिएनन्। तब तिनीहरूले फेरि यी मानिस यहाँ आइसके कि भनी परमप्रभुलाई सोधे। अनि परमप्रभुले जवाफ दिनुभयो, हेर, ऊ मालसामानहरूको बीचमा लुकिरहेको छ। जब तिनीहरू दगुरेर गए र तिनलाई त्यहाँबाट ल्याए, अनि जब तिनी मानिसहरूको बीचमा उभिए, तब तिनी सबै मानिसहरूभन्दा आफ्नो कुमदेखि उँभै अग्ला थिए। अनि शमूएलले सबै मानिसहरूलाई भने, तिनलाई हेर जसलाई परमप्रभुले चुन्नु भएको छ, किनकि सबै मानिसहरूको बीचमा तिनी जस्तो अरू कोही छैन। अनि सबै मानिसहरूले कराएर भने, राजा अमर रहुन्। अनि शमूएलले मानिसहरूलाई राज्यको नियम बताइदिए र यसलाई एउटा पुस्तकमा लेखेर परमप्रभुको सामु राखिदिए। अनि शमूएलले सबै मानिसहरूलाई हरेकलाई आआफ्नो घरमा पठाइदिए। अनि शाऊल पनि गिबामा आफ्नो घरमा गए। अनि शूरवीर मानिसहरू तिनको साथमा गए, जसका हृदय परमेश्वरले छुनु भएको थियो। तर अधम मानिसहरूले भने, त्यस मानिसले हामीलाई कसरी बचाउला? अनि तिनीहरूले तिनलाई तुच्छ ठाने र तिनी कहाँ कुनै उपहार ल्याएनन्, तर तिनी चुप रहे। पहिलो शमूएलको पुस्तक 11 अध्यायको 1 देखि 15 पद। त्यसपछि अम्मोनी नाहासले चढाइ गरे र याबेस गिलादको विरुद्ध छाउनी हाले। अनि याबेस गिलादका सबै मानिसहरूले नाहासलाई भने, हामीसँग एउटा बाचा बाँध्नुहोस् र हामी तपाईँको सेवा गर्नेछौँ। अनि अम्मोनी नाहासले तिनीहरूलाई जवाफ दिए, म तिमीहरूसँग यस शर्तमा बाचा बाँध्नेछु, म तिमीहरू सबैको दाहिने आँखा उधिनेर निकाल्नेछु र सारा इजरायलका निम्ति यो निन्दाको कारण तुल्याउनेछु। अनि याबेसका बुढा प्रधानहरूले उनलाई भने, 7 दिनसम्म हामीलाई म्याद दिनुहोस् र हामी इजरायलका सबै इलाकाहरूभरि दूतहरू पठाउन सकौँ। अनि हामीलाई बचाउने कोही पनि भएन भने हामी तपाईँ कहाँ निस्केर आउनेछौँ। तब दूतहरू शाऊलको गिबामा आए र मानिसहरूले सुन्ने गरी यी समाचारहरू सुनाए। अनि सबै मानिसहरू आफ्ना आवाज उठाएर रोए। अनि हेर, शाऊल बारीबाट गाईबस्तुको बगालको पछि पछि आइरहेका थिए। अनि शाऊलले भने, यी मानिसहरूलाई के भयो र तिनीहरू रोइरहेका छन्? अनि तिनीहरूले तिनलाई याबेसका मानिसहरूका समाचारहरू सुनाए। अनि जब उनले ती समाचार सुने, तब परमेश्वरको आत्मा सामर्थ्यसित शाऊलमाथि आउनुभयो र तिनको रिस साह्रै दन्कियो। अनि तिनले एक हल गोरु लिए र तिनलाई काटेर टुक्रा टुक्रा पारे र यसो भन्दै तिनलाई इजरायलका सबै इलाकाहरूभरि दूतहरूको हातद्वारा पठाए। हरेक जो शाऊल र शमूएलको पछि लाग्दैन, उसका गोरुहरूलाई यस्तै गरिनेछ। अनि परमप्रभुको भयले मानिसहरूलाई छोप्यो र तिनीहरू एउटा मानिस झैँ गरी निस्केर आए। अनि जब तिनले बेजेकमा तिनीहरूको गन्ती गरे, तब इजरायलीहरू 3 लाख थिए र यहुदाका मानिसहरू 30,000 थिए। अनि तिनीहरूले आएका दूतहरूलाई भने, याबेस गिलादका मानिसहरूलाई तिमीहरूले यसो भन्नु, भोलि घाम चर्किएको बेलामा तिमीहरूले छुटकारा पाउनेछौ। अनि ती दूतहरू गए र याबेसका मानिसहरूलाई यो बताइदिए। अनि उनीहरू खुसी भए। यसकारण याबेसका मानिसहरूले भने, भोलि हामी तपाईँहरू कहाँ निस्केर आउनेछौँ र जस्तो तपाईँहरूलाई असल लाग्छ त्यस्तै तपाईँहरूले हामीसित सब गर्नुहोस्। अनि भोलिपल्ट यस्तो भयो, शाऊलले मानिसहरूलाई 3 दलमा बाँटे। अनि बिहानको घडी तिनीहरू छाउनीको बीचमा पसे र अम्मोनीहरूलाई दिन चर्को नहोउन्जेल मारे। अनि यस्तो भयो, बाँकी रहेकाहरू छरपष्ट भए, यहाँसम्म कि तिनीहरूमध्ये 2 जना एकसाथ रहेनन्। अनि मानिसहरूले शमूएललाई भने, के शाऊलले हामीमाथि राज्य गर्छ र भन्ने त्यो को हो? ती मानिसहरूलाई ल्याओ र हामी तिनीहरूलाई मार्नेछौँ। अनि शाऊलले भने, आजको दिन कुनै मानिस पनि मारिने छैन, किनभने आज परमप्रभुले इजरायलमा उद्धारको काम गर्नुभएको छ। तब शमूएलले मानिसहरूलाई भने, आओ हामी गिलगालमा जाउँ र त्यहाँ राज्य नयाँ तुल्याऔँ। अनि सबै मानिसहरू गिलगालमा गए। अनि त्यहाँ गिलगालमा तिनीहरूले परमप्रभुको सामु शाऊललाई राजा बनाए। अनि त्यहाँ तिनीहरूले परमप्रभुको सामु मेलबलिहरू चढाए। अनि त्यहाँ शाऊल र इजरायलका सबै मानिसहरूले खुबै हर्ष मनाए। यूहन्नाको पुस्तक 6 अध्यायको 43 देखि 71 पद। यसकारण येशूले जवाफ दिएर तिनीहरूलाई भन्नुभयो, तिमीहरू आपसमा गनगन नगर, मलाई पठाउनुहुने पिताले उसलाई नखिचेसम्म कोही पनि मानिस म कहाँ आउन सक्दैन। अनि म उसलाई अन्तिम दिनमा बौराएर उठाउनेछु।
भविष्यवक्ताहरूमा लेखिएको छ अनि उनीहरू सबै परमेश्वरद्वारा सिकाइएका हुनेछन्। यसकारण हरेक जन जसले पिताबाट सुनेको र सिकेको छ म कहाँ आउँछ। कुनै मानिसले पितालाई देखेको त होइन, उनैले मात्र पितालाई देखेका छन् जो परमेश्वरबाटकै हुन्। साँचो साँचो म तिमीहरूलाई भन्दछु, जसले म माथि विश्वास गर्दछ उसँग अनन्त जीवन छ। जीवनको रोटी म नै हुँ। तिमीहरूका पितापुर्खाहरूले उजाड स्थानमा मन्ना खाए र मरे। यो त्यही रोटी हो जुन रोटी मानिसले यसबाट खाओस् र नमरोस् भनेर स्वर्गबाट ओर्लेर आउँछ। त्यो जिउँदो रोटी म नै हुँ जो स्वर्गबाट ओर्लेर आयो। कसैले यस रोटीबाट खायो भने ऊ सधैँभरि जिउनेछ। अनि त्यो रोटी चाहिँ जो म दिनेछु मेरो मासु हो, जुन मासु म संसारको जीवनका निम्ति दिनेछु। यसकारण यहुदीहरूले यस मानिसले कसरी हामीलाई आफ्नो मासु खान दिन सक्छ भन्दै आपसमा झगडा गरे। तब येशूले तिनीहरूलाई भन्नुभयो, साँचो साँचो म तिमीहरूलाई भन्दछु, तिमीहरूले मानिसका पुत्रको मासु खाएनौ र उनको रगत पिएनौ भने तिमीहरू आफैमा जीवन हुँदैन। जसले मेरो मासु खान्छ र मेरो रगत पिउँछ उसँग अनन्त जीवन छ अनि अन्तिम दिनमा म उसलाई बौराएर उठाउनेछु। किनकि मेरो मासु साँच्चै खानेकुरा हो र मेरो रगत साँच्चै पिउने कुरा हो। जसले मेरो मासु खान्छ र मेरो रगत पिउँछ ऊ ममा रहन्छ र म उसमा। जसरी जीवित पिताले मलाई पठाउनुभयो र म पिताद्वारा जिउँछु, त्यसरी नै जसले मलाई खान्छ ऊ पनि मद्वारा जिउनेछ। यो चाहिँ त्यो रोटी हो जो स्वर्गबाट ओर्लेर आयो। जसरी तिमीहरूका पितापुर्खाहरूले मन्ना खाए र मरे, त्यस्तो होइन। जसले यस रोटीबाट खान्छ ऊ सधैँभरि जिउनेछ। यी कुराहरू उहाँले कफरनहुममा शिक्षा दिनुहुँदा सभाघरमा भन्नुभयो। यसकारण उहाँका चेलाहरूमध्ये धेरैले यो सुनेर भने, यो कठोर वचन हो, कसले यो सुन्न सक्छ र? तर यस विषयमा आफ्ना चेलाहरू गनगनाए भनी आफ्नो मनमा थाहा पाएर येशूले तिनीहरूलाई भन्नुभयो, के यस कुराले तिमीहरूलाई ठेस लाग्छ? तिमीहरूले मानिसका पुत्रलाई पहिले उनी जहाँ थिए त्यतैतिर उक्लँदै गइरहेका देख्यौ भने नि कसो? आत्माले पो जीवित पार्नुहुन्छ, शरीरले केही फाइदा दिँदैन। जुन वचनहरू म तिमीहरूलाई भन्दछु ती वचनहरू आत्मा हुन् र जीवन हुन्। तर तिमीहरूमध्ये कतिजना छन् जसले विश्वास गर्दैनन्। किनभने विश्वास नगर्नेहरू को हुन् र उहाँलाई पक्राउने को हुनेछ सो येशूले सुरुदेखि नै जान्नु भएको थियो। अनि उहाँले भन्नुभयो, यसै कारण मैले मेरा पिताबाट उसलाई नदिइएसम्म कोही पनि म कहाँ आउन सक्दैन भनी तिमीहरूलाई भनेको हुँ। त्यस समयदेखि उहाँका चेलाहरूमध्ये धेरैजना पछि हटे अनि फेरि उहाँसँग हिँडेनन्। तब येशूले ती 12 जनालाई भन्नुभयो, के तिमीहरू पनि जान चाहन्छौ? तब सिमोन पत्रुसले उहाँलाई जवाफ दिए, हे प्रभु, हामी कस कहाँ जाऔँ? अनन्त जीवनका वचनहरू त तपाईँसँग छन् अनि तपाईँ जीवित परमेश्वरका पुत्र ख्रीष्ट हुनुहुन्छ भनी हामीले विश्वास गरेका छौँ र पक्का गरी जानेका छौँ। येशूले तिनीहरूलाई जवाफ दिनुभयो, के मैले तिमीहरू 12 जनालाई चुनिन र? तर तिमीहरूमध्ये एकजना शैतान हो। उहाँले सिमोनको छोरा यहुदा इस्करियोतीको विषयमा भन्नुभयो, किनभने 12 जना मध्ये एक भएर पनि उहाँलाई पक्राउने त्यही थियो। भजन सङ्ग्रहको पुस्तक 107 अध्यायको 1 देखि 43 पद। परमप्रभुलाई धन्यवाद चढाओ, किनकि उहाँ भला हुनुहुन्छ, किनकि उहाँको करुणा सदा सर्वदा रहिरहन्छ। परमप्रभुद्वारा छुटकारा पाएकाहरूले त्यसै भनुन्, जसलाई उहाँले शत्रुहरूको पन्जाबाट छुटकारा दिनुभएको छ र उनीहरूलाई देश देशबाट, पूर्व, पश्चिम, उत्तर र दक्षिणबाट भेला गर्नुभएको छ। उनीहरू उजाड स्थानमा मरुभूमिको बाटोमा भड्की हिँडे। उनीहरूले बस्नका निम्ति कुनै सहर भेट्टाएनन्। भोका र प्यासा भएकाले उनीहरूभित्र उनीहरूको प्राण क्षीण भयो। तब आफ्ना सङ्कष्टहरूमा उनीहरूले परमप्रभुलाई पुकारे र उहाँले उनीहरूलाई उनीहरूका आपद विपदहरूबाट छुटाउनुभयो। अनि उनीहरू बस्नका निम्ति कुनै सहरमा पुगुन् भनी उहाँले उनीहरूलाई ठिक बाटोमा डोर्याउनुभयो। हो, परमप्रभुको करुणा र आदमका सन्तानहरूप्रति गरिएका उहाँका अचम्मका कामहरूका निम्ति मानिसहरूले उहाँको प्रशंसा गरून्।
किनकि उहाँले तिर्सना गर्ने प्राणलाई तृप्त पार्नुहुन्छ र भोको प्राणलाई उत्तम पदार्थले सन्तुष्ट पार्नुहुन्छ। जो कष्ट र सङ्गलाले बाँधिएर अन्धकार र मृत्युको छायामा बस्छन्, किनकि उनीहरूले परमेश्वरका वचनहरूको विरोधमा विद्रोह गरे र परमप्रधानको सल्लाहलाई तुच्छ ठाने। यसकारण उहाँले परिश्रम गराएर उनीहरूका हृदय होच्याउनुभयो। उनीहरू लोटे अनि सहायता गर्ने कोही भएन। तब आफ्ना सङ्कष्टहरूमा उनीहरूले परमप्रभुलाई पुकारे र उहाँले उनीहरूलाई उनीहरूका आपद विपदहरूबाट बचाउनुभयो। उहाँले उनीहरूलाई अन्धकार र मृत्युको छायाबाट निकालेर ल्याउनुभयो र उनीहरूका बन्धनहरू टुक्रा टुक्रा पार्नुभयो। हो, परमप्रभुको करुणा र आदमका सन्तानहरूप्रति गरिएका उहाँका अचम्मका कामहरूका निम्ति मानिसहरूले उहाँको प्रशंसा गरून्, किनकि उहाँले पित्तलका ढोकाहरू तोड्नु भएको छ र फलामका आग्लाहरू काटेर टुक्रा टुक्रा पार्नु भएको छ। आफ्नो अपराधको बाटो र आफ्ना अधर्महरूको कारणले मूर्खहरूले कष्ट भोगे। तिनीहरूको प्राण सबै प्रकारको खानेकुरादेखि घिनायो र तिनीहरू मृत्युका ढोकाहरूको नजिक आइपुगे। तब आफ्ना सङ्कष्टहरूमा तिनीहरूले परमप्रभुलाई पुकारे र उहाँले तिनीहरूलाई तिनीहरूका आपद विपदहरूबाट बचाउनुभयो। उहाँले आफ्नो वचन पठाउनुभयो, तिनीहरूलाई निको पार्नुभयो र तिनीहरूलाई तिनीहरूका विनाशहरूबाट छुटाउनुभयो। हो, परमप्रभुको करुणा र आदमका सन्तानहरूप्रति गरिएका उहाँका अचम्मका कामहरूका निम्ति मानिसहरूले उहाँको प्रशंसा गरून् अनि तिनीहरूले धन्यवाद बलिहरू चढाउन् र रमाहाट गर्दै उहाँका कामहरूको बयान गरून्। जसले जहाजहरूमा समुद्र यात्रा गर्छन्, जसले महासागरमा व्यापार गर्छन्, तिनीहरूले परमप्रभुका कामहरू र गहिरो सागरमा उहाँका अचम्मका कामहरू देख्छन्। किनकि उहाँले आज्ञा गर्नुहुन्छ र आँधी बतास चलाउनुहुन्छ, जसले त्यसका छालहरू उठाउँछन्। ती उठेर आकाशसम्म पुग्छन्, फेरि तल गहिराइहरूमा झर्छन्। सङ्कष्टले गर्दा तिनीहरूको प्राण पग्लन्छ, तिनीहरू फनफन घुम्छन्, मातेको मान्छे झैँ धर्मरिन्छन् र अकल गुम हुन्छन्। तब आफ्ना सङ्कष्टहरूमा तिनीहरूले परमप्रभुलाई पुकार्छन् र उहाँले तिनीहरूलाई तिनीहरूका आपद विपदहरूबाट निकालेर ल्याउनुहुन्छ। उहाँले आँधीलाई शान्त गराउनुहुन्छ र त्यसका छालहरू साम्य हुन्छन्। तब ती शान्त भएकाले तिनीहरू आनन्दित हुन्छन्। यसरी उहाँले तिनीहरूलाई तिनीहरूले चाहना गरेको बन्दरगाहमा ल्याइ पुर्याउनुहुन्छ। हो, परमप्रभुको करुणा र आदमका सन्तानहरूप्रति गरिएका उहाँका अचम्मका कामहरूका निम्ति मानिसहरूले उहाँको प्रशंसा गरून् अनि तिनीहरूले मानिसहरूको सभामा उहाँलाई उच्च पारुन् र बुढा प्रधानहरूको बैठकमा उहाँको स्तुति गरून्। उहाँले नदीहरूलाई उजाड स्थानमा र पानीका धाराहरूलाई सुक्खा भूमिमा र फलाइलो जमिनलाई नुनिलो मरुभूमिमा परिवर्तन गर्नुहुन्छ। यो चाहिँ त्यहाँ बस्नेहरूको दुष्टताको कारणले हो। उहाँले उजाड स्थानलाई पानीको तलाउमा र सुक्खा भूमिलाई पानीका धाराहरूमा परिवर्तन गर्नुहुन्छ। भोकाहरूले वासस्थानका निम्ति सहर तयार पारुन् र खेतबारीहरूमा बिउ छरुन् र अङ्गुरका बारीहरू लगाउन् र धेरै उब्जनी प्राप्त गरून् भनेर उहाँले तिनीहरूलाई त्यहाँ बसाल्नुहुन्छ। अनि उहाँले तिनीहरूलाई आशिष पनि दिनुहुन्छ। यसकारण तिनीहरूको वृद्धि ज्यादै हुन्छ अनि उहाँले तिनीहरूका गाईबस्तुहरूलाई घट्न दिनुहुन्न। फेरि तिनीहरू थिचोमिचो, कष्ट र शोकद्वारा घट्दै जान्छन् र दबाइन्छन्। उहाँले भारदारहरूमाथि अपमान खन्याउनुहुन्छ र तिनीहरूलाई बाटै नभएको उजाड स्थानमा भड्की हिँड्ने तुल्याउनुहुन्छ। तरै पनि उहाँले गरिबलाई कष्टबाट उकासेर उच्च स्थानमा राख्नुहुन्छ र उसका परिवारहरूलाई भेडाको बगाल चाहिँ तुल्याउनुहुन्छ। धर्मी जनहरूले यो देख्नेछन् र आनन्दित हुनेछन् अनि सबै अधर्मले चाहिँ आफ्नो मुख बन्द गर्नेछन्। जो बुद्धिमान छन् र यी कुराहरूमा ध्यान दिन्छन्, उनीहरूले नै परमप्रभुका करुणाहरू बुझ्नेछन्। हितोपदेशको पुस्तक 15 अध्यायको 1-3 पद। नरम जवाफले क्रोधलाई शान्त पार्छ, तर रुखा वचनहरूले रिस उठाउँछन्। बुद्धिमानहरूको जिब्रोले ज्ञान ठिकसँग प्रयोग गर्छ, तर मूर्खहरूको मुखले मूर्खता उकेल्छ। परमप्रभुका आँखाहरू खराब र असल मानिसहरूलाई निहार्दै सबै ठाउँतिर लागिरहेका छन्।